कार्ड मेरो नाम गणेश बखती मेरो घर सगरी नगरपालिका 10 मेरो व्यवसाय चाहिँ अहिले म किचन स्टोर छ तर मलाई बच्चैदेखि नै कलाकारितामा खुब रुचि थियो मेरो चाहिँ नि बाल्यकाल अलि दुःखमय नै भयो किन भन्दाखेरि मेरो बुवा म जन्मेको 2 वर्षमै बित्नु भयो तर मलाई बुवाको कमी कहिले पनि महसुस भएन किनकि मेरो ठुलो बुवा हुनुहुन्थ्यो उहाँले मलाई पालन पोषण गरेर अहिलेसम्म यहाँसम्म पुर्याउनु भयो र उहाँको चाहिँ नि पालन पोषण आशीर्वादले नै मैले आज यहाँसम्म आउन सफल भएँ र मलाई एकदम उहाँप्रति एकदम गर्व लाग्छ परिवारले गर्दाखेरि मैले एक्टिङमा लाग्न सकिरहेको थिइनँ तर भाग्यवश अब भनौँ यो सामाजिक सञ्जालमा टिकटकहरू आए फेसबुकमा मान्छेहरूले रिल्स बनाउन थाले त्यसपछि मैले आफ्नो रुचि अलिकति देखाउन पाएँ सामाजिक सञ्जालले गर्दाखेरि म एक दिन फेसबुक चलाएर बसेको थिएँ हाम्रो अनुपरा सरको चाहिँ पेजमा चाहिँ मैले एक्टिङ स्टारमा चाहिँ आउनु ल भनेर एउटा आफ्नो पत्र देखेँ अनि मैले एउटा भिडियो बनाउनु पठाएपछि सिलेक्ट भइसकेपछि मेरो अब एक्टिङ स्टारमा एउटा स्टेज पार भयो अब म भोलिका दिनमा के हुन्छ कसो मैले आफ्नो मेहनत त जारी गरिरहेको छु र मैले सानोतिनो सिरियलहरू पनि खेलेको छु तर मलाई सिरियलमा खेलेर सन्तुष्टि भएन र म एक्टिङ स्टारमा आएको छु र भविष्यमा गएर म एउटा राम्रै कलाकार बन्ने योजना छ मेरो र कलाकारिता भनेको नसा रहेछ यो नसामा डुबेपछि यो रक्सीको नसा चुरोटको नसा भाङको नसा भन्दा नि खतरा र मलाई यो नसा लागेको छ म यो नसा धेरै मर्न चाहन्छु सुरु गर्ने त गरिहाल्ने पक्का हो ल कमाल देखाउनुहोस् डोलारमा त यस्ता सानातिना ठेक्का पट्टाको विषयमा मलाई फोन नगर भनेको बुझ्दैनस् आफै उठा ए त्यसलाई चुप गर त्यो अलि बढी भइराछ काली मामालाई त्यसले चिन्न जस्तै बुझिस् त्यसलाई राम्रोसँग काली मामा चिना भनेको काली मामा मानिहाली मानिन भने सिधाइ दे आम्मम त सुन फेरि दुर्घटना लाग्नु पर्यो हत्या होइन अलि त्यो जग्गामा गडी छाएकी छे लडाचे आई लभ यु अनि त काली मामाले धोका दिएपछि मार्छ भनी थाहा हुँदै काली मामालाई धोका दिस धोका दिस तँलाई त म Kali mama, come on. नमस्कार अनि आज यो गरिबको जीवन कसरी Background music. Background. Itu terlalu saya matangkan. पोहोरको कुरा बिर्सिनु भयो क्या हो स्वासज्यू त्यो ठुला ठुला ठिक्का पट्टा खोइ फलो गरेपछि लोरो बिर्सिनु हुन्छ Okay. धन्यवाद